सर, टिडिएस भनेको चाहिँ के हो नि? टिडिएस भनेको ट्याक्स डिडक्टेड एट सोर्स हो। यसमा पेमेन्ट या एक्सपेन्स गर्दाखेरि जसलाई पेमेन्ट गरिन्छ उसको बिहाफमा टिडिएस काटेर सरकारलाई दिनुपर्ने हुन्छ। कुन कुन पेमेन्ट गर्दा टिडिएस काट्नुपर्ने हुन्छ त? टिडिएस भनेको स्यालेरीको पेमेन्ट गर्दाखेरि होस्, रेन्टको पेमेन्ट गर्दाखेरि, इन्ट्रेस्टको पेमेन्ट गर्दाखेरि, डिभिडेन्ड तिर्दाखेरि या कुनै पनि सर्भिसको पेमेन्ट गर्दाखेरि चाहिँ टिडिएस काटेर पेमेन्ट गर्नुपर्ने हुन्छ। अनि सर, के सबै किसिमको एक्सपेन्सेसमा टिडिएस काट्नै पर्ने हो त? त्यस्तो भन्ने छैन, सबै किसिमको पेमेन्टमा टिडिएस काट्दैन। जस्तै ब्याङ्कलाई तिरेको ब्याजमा टिडिएस काट्दैन, हाउस रेन्टमा टिडिएस काटिँदैन, म्युचुअल फन्डले दिएको डिभिडेन्डमा टिडिएस काटिँदैन। त्यसो भए सबैलाई एउटै रेट लाग्छ त टिडिएसमा? लाग्दैन नि। स्यालेरीको केसमा स्ल्याब रेटमा काटिन्छ। कुनै पनि सर्भिसको पेमेन्टको केसमा यदि भ्याटमा रेजिस्टर छ भने 1.5% टिडिएस काटिन्छ, जबकि यदि भ्याटमा रेजिस्टर छैन भने 15% टिडिएस काटिन्छ। भेहिकल रेन्टलको केसमा यदि भ्याटमा रेजिस्टर छ भने 1.5% टिडिएस काटिन्छ, यदि भ्याटमा रेजिस्टर छैन भने 2.5% टिडिएस काटिन्छ। साथै अरू लिज रेन्टरको हकमा 10% टिडिएस काटिन्छ। त्यस्तै रोयल्टीको पेमेन्टको हकमा 15% टिडिएस काटिन्छ र रिटायरमेन्ट फन्डबाट पाएको पैसामा 5% टिडिएस काटिन्छ। त्यसो भए टिडिएस कसरी काट्ने र सरकारलाई कसरी बुझाउने त? त्यो पनि हल्का एक्सप्लेन गरिदिनुहोस् न। टिडिएस भनेको पेमेन्ट गर्दाखेरि या एक्सपेन्स बुक गर्दाखेरि जुन अगाडि हुन्छ त्यो बेलामा टिडिएस काट्नुपर्ने हुन्छ। सरकारलाई पेमेन्ट गर्ने केसमा चाहिँ जुन बेलामा टिडिएस काटेको त्यसको नेक्स्ट मन्थको 25 गते इटिडिएस गरेर सरकारलाई टिडिएस भुक्तानी गर्नुपर्ने हुन्छ। ए ओके, सो टिडिएस समयमा भरेन भने चाहिँ के हुन्छ त? हो, टिडिएस समयमा भरेन भने त तपाईँलाई इन्ट्रेस्ट र पेनाल्टी लाग्दछ त। पेनाल्टी भनेको पर डे 100 रुपियाँ या म्याक्सिमम् 5,000 रुपियाँ लाग्दछ। इन्ट्रेस्ट चाहिँ 15%, एभ्री डेको 15% इन्ट्रेस्ट दिनुपर्ने हुन्छ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड फलो एआरएस।